उहाँहरूको मेहनत र असीम सम्भावनाहरूले भरिएको भविष्यको सुरुवात हो भन्न चाहन्छौँ हामी। हाम्रा मेरो डिग्री सकियो, मेरो जिम्मेवारी सकियो भन्ने कहिल्यै पनि नसोच्नु होला। तपाईहरुको जिम्मेवारी अझै बढेको छ। फेब्रुअरी 24, 2025 सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका स्नातकोत्तर तह र एमफिल तहका उत्तीर्ण विद्यार्थीहरू आजको यो दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ। उहाँहरूको यो दीक्षान्त समारोहबाट औपचारिक भूमिका खेल्नुहुनेछ भन्ने कुरा विशेष निवेदन गर्न चाहन्छु। हाम्रा विभिन्न विशिष्ट व्यक्तित्वहरू आइ नै रहनु भएको छ। संघसेवक साथीहरूले उहाँहरूको बसाइ व्यवस्थापन गर्नुहुनेछ भन्ने कुरा म निवेदन गर्न चाहन्छु र हामी अबको केही समयमै औपचारिक कार्यक्रम सुरुवात गर्ने तयारीमा रहेको जानकारी हामीलाई प्राप्त भएको छ। कृपया तपाईहरु अगाडिको चरणका निम्ति तपाईहरुको भूमिका महत्त्वपूर्ण छ। तपाईहरुले विश्वविद्यालय परिवारको सदस्य र सिपाही भएको नाताले त्यो भूमिकाका लागि पनि म विशेष निवेदन गर्न चाहन्छु। हाम्रो मञ्चमा एकजना रिसिभ गरिदिनका निम्ति अथवा हाम्रो भोलिन्टियर साथीहरूसँग सम्पर्क राखिदिनका निम्ति म विशेष निवेदन गर्न चाहन्छु। तपाईहरुलाई छुट्टीकै स्थानमा बसाइ व्यवस्थापन गराउन भूमिका निर्वाह गरिदिन म पुनः स्वयंसेवक साथीहरूलाई विशेष निवेदन गर्न चाहन्छु र त्यही अनुसारको बसाइ व्यवस्थापनका लागि सहयोग गरिदिन पनि म सरकारलाई सम्बन्धित सबै पक्षप्रति हार्दिक निवेदन गर्न चाहन्छु। हामी सबैलाई थाहा छ यो हामी सबैका निम्ति खुसीको उल्लासको पर्व हो। खास गरी मेरो विद्यार्थीको आज जसले दीक्षान्त समारोहमा सहभागी हुनुभयो र प्राविधिक कारणले दीक्षान्त समारोहमा सहभागी हुन नपाए पनि शिक्षित हुनुहुने तपाईँ सम्पूर्ण विद्यार्थी साथीहरूको उज्जवल भविष्यको कामना गर्दै यो विश्वविद्यालय परिवार र तपाईँका अभिभावकज्यूहरू यो विश्वविद्यालय स्थापनार्थ भूमिका खेल्नुहुने सम्पूर्ण सरकार पक्षहरू मूल समितिका पदाधिकारीज्यूहरू तथा यो विश्वविद्यालयलाई यो उचाइमा पुर्याउन खेल्नुहुने संस्थापकदेखि भूमिका निर्वाह गर्नका निम्ति यहाँहरू सबै सरकार पक्ष जिम्मेवारमा हिँड्नुहुन्छ र खास गरिकन आज अलिक प्राविधिक प्रकारको कार्यक्रम भएको हुँदा बसाइ व्यवस्थापनमा र तपाईहरूको त्यही अनुसारको यथोचित बसाइको सम्मानपूर्वक व्यवस्थापन गर्न कतै प्राविधिक ढङ्गबाट अप्ठ्यारो परेको छ सजिलो परेको छ भने आजको कार्यक्रमलाई त्यही ढङ्गबाट बुझिदिनु हुनेछ र हाम्रो तर्फबाट हाम्रो विश्वविद्यालय परिवारको तर्फबाट सधैँ तपाईँहरूप्रति सम्मान छ। तपाईँहरूप्रति हाम्रो सदैव हामी ऋणी छौँ र यो विश्वविद्यालयकै स्तरमा उचाइका प्राप्त गर्नका निम्ति तपाईँहरूको योगदान र भूमिका सधैँ अतुलनीय छ, महत्त्वपूर्ण छ र हामी त्यसका निम्ति सदैव एकदमै सम्मानका लागि तपाईहरुप्रति ऋणी छौं। यो कुरा म निवेदन गर्न चाहन्छु। बसाइ व्यवस्थापनको सन्दर्भ लिएर त्यसलाई त्यसरी नबुझिदिन समेत पनि म कहीँ कतै समस्या परेको भए त्यही ढङ्गबाट नबुझिदिन पनि म विश्वविद्यालय परिवारका तर्फबाट निवेदन गर्न चाहन्छु। र अब अगाडि अघिल्लो म देखिरहेको छु अहिले पनि हाम्रो विश्वविद्यालयको यो विश्वविद्यालयमा दीक्षित हुने विद्यार्थी साथीहरू विश्वविद्यालय परिवार
Sure. कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट आमन्त्रित महानुभावहरू र हाम्रो विश्वविद्यालयको निमन्त्रणा स्वीकार गरेर पाल्नुभएका विश्वविद्यालय स्थापनादेखि हालसम्मका विभिन्न तह र तबकामा रहेर भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण विशिष्ट महानुभावहरूलाई र विश्वविद्यालय परिवारका पदाधिकारी प्राध्यापक कर्मचारी विद्यार्थी उहाँहरूका अभिभावक लगायत सरकारवाला सबैलाई हामी यो विश्वविद्यालय परिवारका तर्फबाट त्यस्तो स्नातकोत्तर तहमा MBBS, MBS,
MBA दर्शनाचार्य विद्यार्थीका कार्यक्रम सञ्चालित छन्। त्यसै गरिकन ग्रेजुएट स्कुल अफ एजुकेसन अन्तर्गत 8 विषयमा स्नातक र 17 विषयमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन छन् भने अब लगत्तै हामी ग्रेजुएट स्कुल अफ एजुकेसनमा MPGPA यो कार्यक्रम सञ्चालन गर्दैछौँ। त्यसै गरिकन ग्रेजुएट स्कुल अफ ह्युमेनिटिज एन्ड सोसल साइन्स अन्तर्गत पनि हामीले MPGPA कार्यक्रम सञ्चालन गर्दैछौँ। यसै बिचमा प्रदेश सरकारका माननीय 41 जना विद्यार्थीहरूको प्रेस्टिज पास भइसकेको छ र 41 जना विद्यार्थीहरू मध्ये 885 जनाले आजको यो औपचारिक कार्यक्रमबाट विस्तृत हुनुहुनेछ। सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्यूबाट प्रमाणपत्र ग्रहण गर्नुहुनेछ र यो दिनमा हामी सबैको निम्ति यो दिन गर्वको विषय हो। अझ खास गरिकन आज निश्चित हुने विद्यार्थीहरूको लागि गर्विलो दिन हो, अविस्मरणीय दिन हो र यो दिनले हामी सबैका तर्फबाट विश्वविद्यालय परिवारका तर्फबाट र विश्वविद्यालयसँग सरकार राख्ने सबै सम्पूर्ण पक्षहरूको तर्फबाट तपाईँहरूको उज्जवल भविष्यको कामना सहित आजको दीक्षान्त समारोह प्रारम्भ हुन लागिरहेको छ। त्यसका लागि हामी सम्पूर्ण सरकारवाला पक्षहरू विभिन्न पक्षबाट प्रतिनिधित्व हुने आदरणीय व्यक्तित्वहरू यहाँ उपस्थित हुनुहुन्छ। उहाँहरू सबै सम्माननीय कुलपति एवं प्रधानमन्त्रीज्यूलाई स्वागतका लागि तयार रहनुभएको कुरा म निवेदन गर्न चाहन्छु। यहाँको उपस्थिति, यहाँको बसाइको गरिमा र चाखले हाम्रो कार्यक्रमको भव्यतालाई अझ ऊर्जा प्रदान गर्नेछ, अझ परिचित बनाउनेछ। म देखिरहेको छु अबको केही समयमै हामी यो विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह, मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नका लागि र विशेष सम्बोधन दीक्षान्त मन्तव्य सम्बोधन गर्नका निम्ति नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सम्माननीय कुलपति श्री केपी शर्मा ओलीज्यू हाम्रो कार्यक्रम यो सभा हलतर्फ आउँदै गर्नुभएको छ। सम्पूर्ण उपस्थित महानुभावहरू, सम्माननीय कुलपतिज्यू, मध्यपश्चिम विश्वविद्यालयको यो तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनका लागि यो कार्यक्रमको अध्यक्षता ग्रहण गर्नका लागि हाम्रो कार्यक्रमको हलतर्फ प्रवेश गरिरहनु भएको छ। म देखिरहेको छु उहाँलाई हाम्रो कार्यक्रम हलमा प्रवेश गरिरहनु भएको छ। औपचारिक पोसाकमा गाउँमा यो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्नका निम्ति आउनुभएका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति श्री केपी शर्मा ओलीज्यूलाई आफ्नो ठाउँबाट उठेर गडगडा तालीका साथ स्वागत गरिदिनका निम्ति म विशेष हार्दिक निवेदन गर्न चाहन्छु। उहाँ हाम्रो सभामा प्रवेश गर्नुभएको छ। तपाईँहरू आदरणीय सम्पूर्ण महानुभावहरू कृपया गडगडा तालीले आफ्नो ठाउँबाट उठेर सम्मान व्यक्त गरिदिन र स्वागत गरिदिनका निम्ति म विशेष निवेदन गर्न चाहन्छु। यो महत्त्वपूर्ण अवसरमा म देखिरहेको छु मध्यपश्चिम विश्वविद्यालयका सम्माननीय कुलपति सभासदज्यूहरू हुनुहुन्छ। यो विश्वविद्यालयका तेस्रो दीक्षान्त समारोहका प्रमुख अतिथि सरकारका मन्त्रीस्तरीय विशिष्ट आर्थिक सल्लाहकार विश्वविद्यालयका संस्थापक कुलपति भारत सरकारका हाम्रो विश्वविद्यालय परिवार तर्फबाट आजको यो तेस्रो दीक्षान्त समारोह अध्यक्षता ग्रहण गर्न र विशेष सम्बोधन गर्नका निम्ति हाम्रो विश्वविद्यालयको निमन्त्रण स्वीकार गरेर यो विश्वविद्यालयको विकास र समृद्धिका निम्ति हाम्रो कार्यक्रमको गरिमा बढाउनका निम्ति हाम्रो बिचमा आज दीक्षित हुने विद्यार्थीहरूलाई विशेष शिक्षा प्रदान गर्नका निम्ति सम्माननीय कुलपति एवं प्रधानमन्त्री हाम्रो विश्वविद्यालयको यो तयार गरेको यो सभास्थलमा प्रवेश गरिरहनु भएको म देखिरहेको छु। उहाँलाई हाम्रो कार्यक्रमको सभामा प्रवेश सँगसँगै स्वागत गरिदिनका निम्ति
स्वस्तिरस्ताक्षो अरिष्टनेमि स्वस्तिनो बृहस्पतिर्ददातु भद्रं कर्णेभिः शृणुयामदेव भद्रं पश्येमाक्षरज्यजत्राः स्थिरैरङ्गैः कष्टुवागुंशस्तनो निर्गसेमहि देवहितं जरायुः शान्तिरन्तरिक्षणु शान्तिः पृथिवी शान्तिरापः शान्तिरोधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः क्षमा शान्तिरेवि ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः सुशान्तिर्भवतु मध्यं जगद्व्यापिने वीणा पुस्तकधारीम् अभयदं जातं दकारापरम् हस्ते स्फाटिकमालिकं विदधति पद्मासने संस्थितम् वन्दे तं परमेश्वरीं भगवतीं बुद्धिप्रदं शारदाम् देतुतुसारहारधवराया सुप्रभस्तादिता या वीणा वरदन्नमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिविरुद्धे वैशला वन्दिता सा मां पातु सरस्वती भगवती विशेषजाड्यामाम् प्रपितामहविष्णुनुतम् हरे चन्दन कुङ्कुम पङ्कयुतम् मुनिवृत्त गणेन्द्र समानयुतम् तम नौमि सरस्वती पादयुगम् तम नौमि सरस्वती पादयुगम्। धन्यवाद। अब हामी उपकुलज्यू यस दीक्षान्त समारोहमा स्वागत मन्तव्य प्रस्तुत गरिदिनु हुन सादर अनुरोध गर्दछु। दीक्षान्त प्राप्त गर्नुहुने सबै विद्यार्थीहरूलाई प्रतिज्ञाका लागि तयार रहन आग्रह गर्दछु। प्रतिज्ञा अवश्य हुन्छ। मैले सधैँ ईमानदार, नैतिकवान र कर्तव्यनिष्ठ रही आफ्नो उपाधिको मर्यादा कायम राख्नेछु। मैले हासिल गरेको ज्ञान, योग्यता, क्षमता र सिपलाई सद्व्यवहारमा उतारी सधैँ आफ्नो कर्तव्य पूरा गर्नेछु। म जनसाधारणको हित र उच्च नैतिकताको समर्थन गर्दै गुणस्तरीय शिक्षा प्रणालीको विकासका माध्यमबाट समाज, राष्ट्र र विश्व समुदायको उत्थान हुने कार्यमा सदैव प्रयत्नरत रहने प्रतिज्ञा गर्दछु। धन्यवाद। धन्यवाद सम्माननीय कुलपतिज्यू एवं प्रधानमन्त्रीज्यू।
अब म यहाँका मानिसहरू महाभारतको युद्धमा सहभागी हुन गएका थिए र अरूले तीरहरू चलाउँथे। यहाँका मान्छेहरूले भेदको घुमाएर हानेपछि घुमघुनाउँदै गएर मान्छेलाई छोए हाम्रा पुर्खाहरूले मान्छेहरू जस्ता नामहरू राखेका थिए ती पवित्र ठाउँहरू। हार्दिक नमस्कार। यस दीक्षान्त समारोहका मिडवेस्ट युनिभर्सिटीका अध्यक्ष महोदय, सम्माननीय प्रधानमन्त्री अनि श्रद्धेय चान्सलर पनि श्री केपी ओलीज्यू, विश्वविद्यालयका माननीय उपकुलपति महोदय सर ध्रुव कुमार गौतमज्यू, यस विश्वविद्यालयका रजिस्ट्रार महोदय, डीन्स, प्राध्यापकगण, उपस्थित सबै गण्यमान्य विश्वविद्यालय दीक्षान्त समारोहका प्रमुख अतिथि, विशिष्ट व्यक्तित्व माइनवी लामाज्यू, जवाहरलाल नेहरू युनिभर्सिटीका प्राध्यापक, हजुर रोक्नै मैले खिचिहालेँ। Sorry,